अनि इलेक्सन भयो, इलेक्सनबाट नयाँ सरकार आयो, आउन साथै सबै कुराहरू ठिकठाक हुन्छ त। गभर्मेन्टले त एक्जिक्युटिभ डिसिजन्सहरू गर्छ, त्यसबाट केही सुधारहरू हुन्छ, डेफिनेटली हुन्छ। तर हाम्रो प्रब्लमहरू यति कम्प्लेक्स छ, यति कम्प्लिकेटेड छ, कतिपय कुरा यति स्ट्रक्चरल छ, यो सानसानो कार्यकारी डिसिजन्समा त हामीले सोचेको जस्तो सुधारहरू हुँदैन। नमस्ते, धेरै दिनपछि एउटा भिडियो लिएर आएको छु। पहिले म भनिहालौँ, यो भिडियो अहिले मेरो पार्टीभित्र चलिरहेको यहाँको विवाद, यहाँको विषयको बारेमा होइन। तपाईँले अन्तिमसम्म हेर्नुभयो भने तपाईँलाई पक्कै पनि लाग्छ यो तपाईँको पनि इन्ट्रेस्टको विषय हो, मेरो पनि इन्ट्रेस्टको विषय लाग्छ। त्यसैले मेरो अनुरोध छ, अलिकति थोरै लामो होला तर यसलाई एकचोटि ध्यान दिएर सुनिदिनु होला भन्ने मेरो रिक्वेस्ट छ। पहिलो कुरा त आज नयाँ वर्षको पहिलो दिन तपाईँहरू सबैलाई शुभकामना छ। यो शुभकामना हामी सबैलाई, इलेक्सन अनाउन्स भएको छ, इलेक्सन फ्री फेयर होस्, हामी सबैले सहभागी गरी इलेक्सनलाई सफल बनाऊ। सबैलाई शुभकामना छ। बिचमा नयाँ ध्रुवीकरणहरू भएको छ, नयाँ दल पुरानो दल सबैले चुनावी माहौललाई मद्दत पुर्याएको छ र चुनाव हुने कुरालाई मद्दत पुर्याएको कुरा सबै पोजिटिभ छ, किनकि चुनावले हाम्रो कन्स्टिट्युसनलाई लिकमा लिएर आउँछ। तर यो इलेक्सन भन्दै गर्दा एउटा कुराहरूको ध्यान दिन पर्ने छ। इलेक्सन त 2084मा त्यसै पनि हुन्थ्यो, 2082मा आयो। इलेक्सन भयो, इलेक्सन भन्छ, कोही जित्छौँ, कोही हार्छौँ, कोही सरकार बन्छ, कोही सरकारभन्दा बाहिर बस्ने कुराहरू होला। यति मात्रै हो त। सेप्टेम्बर 8 र सेप्टेम्बर 9को जुन मुभमेन्ट भयो, यसमा हाम्रो आफू पनि विचार दृष्टिकोणहरू होला, यसलाई विभिन्न कोणबाट हेर्न सकेला। त एउटा कुरा त हामी कसैले डिनाइ गर्न मिल्दैन, करप्सन एकदमै धेरै भयो। नातावाद, कृपावाद, त्यसपछि गएर यो पार्टीहरू हाबी भएर हाम्रो सबै संस्थाहरू पङ्गु भयो, सुशासन बर्बाद भयो, कहीँ कतै पनि ठिकठाक देखेन, सिस्टमले फङ्सन गरेन। त्यस विरुद्धको ठुलो आक्रोश हो नि त। अनि इलेक्सन भयो, इलेक्सनबाट नयाँ सरकार आयो, आउन साथै सबै कुराहरू ठिकठाक हुन्छ त। गभर्मेन्टले त एक्जिक्युटिभ डिसिजन्सहरू गर्छ, त्यसबाट केही सुधारहरू हुन्छ, डेफिनेटली हुन्छ। तर हाम्रो प्रब्लमहरू यति कम्प्लेक्स छ, यति कम्प्लिकेटेड छ, कतिपय कुरा यति स्ट्रक्चरल छ, यो सानसानो कार्यकारी डिसिजन्समा त हामीले सोचेको जस्तो सुधारहरू हुँदैन। उदाहरणको लागि अहिलेको समानुपातिक सूचीलाई लिन सकिन्छ। हामी पुरानो दलहरूलाई त आरोपै छ कि हामीले यो समानुपातिक प्रणालीको धज्जी उडाएका छौँ, होइन। पार्टीको लिस्टमा आफ्नो मान्छे राख्ने, खल्तीबाट लिस्ट निकाल्ने गर्दै आएको, यो पटक पनि धेरै सुधारहरू भएन, एउटा भयो। नयाँ पार्टीको पनि हाल त त्यही देखियो नि त। जताततै रोवावासी छ, सेलिब्रिटी बनायो, आफ्नो मान्छे बनायो, आफ्नो जिल्लाको मान्छे बनायो, खल्तीबाट साटासाट गरेर बनायो, यस्तै कुराहरू छ। म स्पेसिफिक केस बाई केसमा गएँ। त आखिर यो पुरानोले गल्ती गर्यो, त्यसैले चाहिँ नयाँ अनुसार सुधार हुन्छ भन्ने कुरा होइन रहेछ नि त। सबै ठाउँमा, सबै केसमा त्यो पनि होइन रहेछ। यस्तो किन भएको भने हामीले कन्स्टिट्युसन बनाउँदै गर्दाखेरि यो पार्टीको पिआर लिस्टको कन्सेप्ट किन राखेको भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट जुन पार्लियामेन्ट बन्छ, त्यो पार्लियामेन्टमा नेपालको जनसङ्ख्याको जुन रियालिटी छ, त्यो रियालिटी त्यहाँ चाहिँ एक्सप्रेस भएन। जस्तो थुप्रै समुदायको प्रतिनिधित्व भएन, त्यसैले समुदायको प्रतिनिधित्व गराउनु पर्यो। तर यो प्रतिनिधित्व गराउँदै गर्दाखेरि पनि पावरफुललाई गराउने होइन, उत्पीडितलाई गराउने, छुटेकोलाई गराउने, सोचेको त यही हो नि त। कन्स्टिट्युसनमा त्यही कुरा लेख्यो। तर कन्स्टिट्युसन